Hello guys, welcome to my new channel, to my new vlog. म चाहिँ नेपालबाट अहिले फिनल्यान्डमा छु। म यहाँ आएको लगभग 1 महिना क्रस भयो र म यहाँ अहिले बस्दाखेरि भ्लगहरु बनाऊ, आफ्नो टाइम पास गरौँ भनेर सोचेर भ्लगहरु बनाउँछु, हजुरहरुलाई देखाउँछु फिनल्यान्ड कस्तो खालको देश हो, के छ यहाँ भन्ने कुरा। साथ सपोर्ट माया गरिदिनु होला, निरन्तर हजुरहरुलाई देखाइ नै रहन्छु। यस्तो छ मेरो वरपर चाहिँ एकदम हरियाली छ, यस्तो मजाको छ हरियाली चाहिँ। समरमा चाहिँ यहाँ फिनल्यान्डमा चाहिँ एकदमै धेरै नै हरियाली छाउँदो रहेछ। विन्टरमा त कस्तो हुन्छ मैले फेस गरेको छैन, भर्खरै म आएको हो। तर अहिले यहाँ समरमा भनेको एकदम मान्छेहरू बाहिर निस्किने, घरबाट हिँड्ने, घुम्ने, प्रकृतिमा एकदम रमाउने गर्ने रहेछन्। हेर्दै जाउँ अब विन्टरमा चाहिँ कस्तो हुन्छ। यही ठाउँमा आएर म विन्टरको पनि भिडियो बनाएर हालौँला। यो चाहिँ समरको दृश्य एकदमै रमाइलो छ है। विन्टरमा एकदमै बन्जर भएको, यो बन्जर हुने रे यो ठाउँ। तर अहिले भनेको यस्तो घाम लागेर हरियो जङ्गल चाहिँ एकदम मस्तको देखिरहेको छ। विन्टरमा चाहिँ कस्तो देख्छ म त्यो पनि भिडियो बनाउँछु है। अहिले चाहिँ यो समरको झलक हो। अहिले हिँड्दा यहाँ पुरा हाइवे माथि आइपुगेछु। पुरा यहाँनेरि काठको पुल बनाएर टक्क लाएर हैन, ओरोदोरो बाटो काट्नलाई डिस्टर्ब पनि भएन। हाइवेमा गाडी सर आफ्नै गतिमा कुदिरहेछ। यहाँको एकदमै बेस्ट लागेको चिज भनेको चाहिँ एउटा ट्रान्सपोर्ट म्यानेजमेन्ट हो। यातायातको चाहिँ यति मजाले व्यवस्थापन गरेको छ। हाइवेतिर होस् जतासुकै होस् एकदम मजाले ट्राफिक लाइटहरू प्रपरली, जेब्रा क्रसिङहरूदेखिबाट लिएर गएर मान्छेको लागि छुट्टै, साइक्लिङ गर्ने ठाउँ, वाकिङ गर्ने ठाउँ छुट्टै, गाडीको लागि छुट्टै, एकदमै मजाले व्यवस्थित पाराले सिस्टम चलिरहेको छ। यहाँ चाहिँ युरोप हो, अब यस्तो त भइहाल्छ। तर एकदम मन पर्यो मलाई चाहिँ यहाँको ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टम चाहिँ। घाम अहिले ठ्याक्कै नेपालमा साँझ रातिको 10:35 गएको छ भने यहाँ 7:50 गएको छ। तर घाम भने 12-1 बजे दिउँसो मध्याहको घाम जस्तो मस्त घाम टल्किरहेछ। नेपालको जस्तै एबिसी चाउचाउको फ्याक्ट्री हो कि के हो, एबिसी भनेर लेखेको छ। टु क्रस द रोड यहाँनिर ट्याप गर्नु पर्यो। पहिला विदेशतिरको जता नि सिस्टम त्यही होला, टक्क यसरी ट्याप गर्ने, त्यस पछाडि सिग्नलको वेट गर्ने, त्यस पछाडि ग्रिन लाइट बलिसके पछाडि एकचोटि गाडीमा चाहिँ हेर्नु पर्यो, गाडी रोकिसकेको हुन्छ, अनि त्यस पछाडि बाटो काट्नु पर्यो। दामी दामी दामी। अहिले वाकिङ हिँडेको लगभग 1.5 घन्टा क्रस भयो होला। त्यही पनि हिँडिरहेछु। अब मेरो घर चाहिँ आइपुग्ने बेला भयो। अलिकति अगाडि पर्छ यहाँबाट। टक्क हिँड्दाखेरि यस्तो मजा आउँदो रहेछ। भोलिबाट चाहिँ, आज त एयरपोर्ट लिएर आइन मैले, भोलिबाट चाहिँ मस्त गीत सुनेर दौडिने नै हो। रनिङ गर्दाखेरि चाहिँ एकदम रमाइलो हुँदो रहेछ।
नेपालमा भए त एक्लै दौडिँदाखेरि पुरा किन दौड्या हो, कसो गर्न दौड्या हो भन्ने होला मान्छेहरूलाई। यहाँ त अब यता नि दौडे नि उता नि दौडे नि। अझ यो भन्दा अगाडिको पार्टमा म देखाउँछु। यस्तो मजाले मान्छेहरू रनिङ गरिरहन्छन् बेलुका, बच्चादेखि बुढासम्म सबैजना रनिङ। हेल्दी हुनु पर्यो, दौडिनलाई चाहिँ एकदम रिकमेन्ड गर्छु म पनि। बाटोमा भनेको एकदम साइकल र मान्छे, त्योभन्दा बढी अरू केही चल्न पाउँदैन। तर मोटरसाइकलहरू पनि चलाइरहेको हुन्छ, प्रायः जसो साइकल र मोटरसाइकल चाहिँ कम हुन्छ, मान्छेहरू रनिङ सनिङ हिँड्ने बाटो। आकाश पनि लास्टै राम्रो निलो, यताबाट पनि साइकलमा कुदेको कुदै, उताबाट पनि कुदेको कुदै। एक्सर्साइज चाहिँ गर्ने हो, विदेशीले गर्ने हो एक्सर्साइज, आफ्नो हेल्थको केयर पुरा। हल्का रेसिडेन्ट एरिया रहेछ यहाँ माथि, हल्का हल्का घरहरू छ, हरियाली ठाउँमा टक्क घर बनाएर बस्नलाई मस्त मजा आउँछ। म यहाँ आइरहेको थिएँ, बाटो टुङ्ग्यो। अब फिनल्यान्डमा पनि नेपालको जस्तै बाटो पनि छ है, सानो चट्ट परेको। यहाँ आइपुग्दाखेरि चाहिँ मलाई ठ्याक्कै नेपालतिर हिँडेको जस्तै फिल आउँछ। टक्क सानो बाटो, अनि यो चाहिँ फुल फुलिरहेको स्याउको बोट अरे। यहीँ बस्ने दाइ दिदीहरूले भन्नुभएको मलाई चाहिँ स्याउ अब भोलि पर्सि कस्तो फल्छ के हुन्छ म अपडेट गराउँछु है। मस्त फुलै फुल, यहाँ चाहिँ एकदम जताततै हरियाली। प्रकृति प्रेमी हुनुहुन्छ भने चाहिँ तपाईँहरू फिनल्यान्ड चाहिँ एउटा चोइस बन्न सक्छ है तपाईँहरूलाई। त्यो चाहिँ फेरि समरमा मात्रै है। यहाँ आइपुग्दाखेरि फेरि तपाईँहरू विन्टर इन्टेकमा आउनु होला, केही विशेषले गर्दा काम विशेषले केही गरेर विन्टरमा आउनुभयो भने फेरि रियालिटी एक्सपेक्टेसन भर्सेस रियालिटी होला। त्यसको लागि चाहिँ मैले लोभ्याउन खोजेको होइन, तर समरमा चाहिँ एकदम मजा छ। विन्टरमा चाहिँ यो फेरि बन्जरै हुन्छ यहाँनिर, तपाईँहरूलाई देखाइहाल्छु म पछि पनि। यो चराहरूको आवाज फिल गर्नु ल। यहाँ आइपुग्दाखेरि चाहिँ सानो चुटुक्क परेको पुल, कुलो रहेछ यहाँ पनि नेपालको जस्तै पैनी टक्क लाएर, क्लिन वाटर एकदम। यहाँ माथि धेरै ठुलो बस्ती छ, तर त्यो बस्तीबाट यति राम्रो सफा पानी आइरहेछ। प्रदूषण चाहिँ यहाँ एकदम जेरो पुरै। मेरो पनि यहीँ माथि पर्छ, यो स्टोरेज हो, कोल्ड स्टोरेज रहेछ कि के रहेछ, यहाँ पेलिकन स्टोरेज भन्ने छ। त्यस पछाडि अलिकति माथि एउटा पाइबाकोटी छ, बुढाहरूको मन्टेश्वरी, अनि त्यस पछाडि मेरो रुम। कस्तो मजाले सेतो फुल फुलिरहेछ। अब यो भनेको पुरा चौर, पुरा मान्छेहरू उहाँ पर देखिरहनु भएको छ, पुरा मान्छेहरू वाकिङ हिँड्ने ठाउँ। कुकुर डुलाउने, त्यहाँ पर स्टेडियम नै छ, फुटबलहरू खेल्ने ओर्ने, वाकिङ रनिङ, अलि यो माथि स्केटिङ। मजाले एक्सप्लोर गर्छु म यो फुर्सदको समयमा। अहिले त खाली नै छु म, नयाँ छु नि त यहाँ आएको, त्यो भएको भएर एकदम मजाले एक्सप्लोर गराउँछु, देखाउँछु कस्तो रहेछ ठाउँ, के रहेछ भन्छु। माया गर्नु होला। टक्क घाँसे मैदान, कति मजाले घाँस काट्थ्यो होला मेरो गाउँतिर, यस्तो घाँसहरू हुने भइदिए। तर यो भनेको खालि समरमा मात्रै हो। विन्टरमा आउनुभयो भने चाहिँ तपाईँहरू यहाँ यो मैले अहिले देखाएको नेचर र पछि तपाईँहरू आइपुग्दाखेरि भनेको तपाईँहरूले चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ, त्यो भएको भएर एकदम मैले अहिले नै भनेको। पुरा खरायोको दौडधुप चलिरहेछ यहाँनिर। ल मस्त मौसम, मस्त ठाउँ, मस्त हावा, अनि मस्त भ्युवरहरू भए पछाडि अरू त के चाहिँदो रहेछ र। खेत, यहाँको मान्छेहरूलाई
केही तपाईँलाई करेसाबारी भनेर हाम्रो घर नजिकै हुन्थ्यो, यहाँ चाहिँ घरबाट टाढा टाढा आउनुपर्छ। यो किनबेच हुँदैन, वार्षिक रूपमा सर्टेन एमाउन्ट कति रुपियाँ दिनुपर्छ, 15-20 युरो जति पर्छ होला। त्यति पे गरिसके पछाडि एउटा प्लटमै चाहिँ के रोप्नुपर्ने हो रोप्ने। पानीको धारा रहेछ, आउँछ कि आउँदैन है। नेपालतिरको जस्तै टक्क धारा छ, कतिको फोर्सले आउँछ, पानी चाहिँ आउँदो रहेछ, मस्त आउँछ पानी। नेपालतिरको जस्तो बिरुवा राख्ने सिस्टम प्लास्टिकले छोपेर हो। प्लट पुरै जग्गाको च्याउ खेती भइरहेको छ जस्तो छ। यहाँ चाहिँ च्याउ रोप्न लाग्यो होला। यस्तो मजाले मान्छेहरू, कति रमाइलो लाग्छ मलाई यहाँ आइपुग्दाखेरि चाहिँ। घाम टक्क डुब्न लागेको अवस्था छ यहाँनिर, तर उज्यालो चाहिँ भइरहन्छ, घाम चाहिँ जान थालेको हो। मस्त समय 8:56 बेलुका साँझको, तर घाम क्या कहूँ मैं। साथीहरू भेट भएर हाम्रो यहाँ हाँस्दै हुनुहुन्छ। हल्का क्लिप लिइहालौँ भनेर मैले क्यामेरा अन गरिहालेको। मस्त छ है। साथीहरू घुम्दै फिर्दै रुम्जाटार भने जस्तै गरी म पनि दिनभरि हिँडेर पुरै ज्यान थकित पारामा टक्क रुम आइपुगेँ। अलिकति माथि छ मेरो रुम चाहिँ। म अब हिँड्दैछु टक्क यहाँबाट सरर गएर मेरो घर अलिकति माथि पर्छ। अब आजको भिडियो म यहीँ क्लोज गर्छु। अब साथ सपोर्ट गरिदिनु होला, हेरेर मन पराइदिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।